सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ झटपट 5 मिनेटमा बनाउन सक्ने रेसिपी पोहा लिएर आएको छु। सो भिडियो स्किप नगरिकन हेर्नु होला भन्न चाहे सम्पूर्ण साथीहरुमा। अनि चाहिँ म यहाँनिर 2 बोल सानो बोलमा 2 बोल जति यहाँनिर म चिउरा राखेँ यसरी। एकदमै फ्रेश भनौँ न प्याकेटवाला चिउरा हो। प्याकेटवाला चिउरा यसरी हामी माथि एउटा पानीले नर्मल पानीले यसरी धुन्छौँ। यसरी हामीले माथिबाट 2-3 पानीले धुनेछौँ। यो तरिकाले देख्न सक्नुहुन्छ। यो यसरी हामी यसलाई चाहिँ चम्मचले बिस्तारै बिस्तारै हल्लाउँदै त्यो पानी चाहिँ चिउरा जताकति जानु पर्यो पोहामा यो तरिकाले ट्याक्कै यसलाई हामी केही समयको लागि रेस्टको लागि राख्नेछौँ 5-6 मिनेटको लागि। अनि चाहिँ म यता नेक्स्ट प्रोसेसमा गएँ। सो यहाँनिर मैले यहाँ फ्राई प्यान राखिसकेँ। अनि यहाँ सरसोंको तेल माथिबाट यसरी सरसोंको तेल राखिसकेपछि यहाँ मैले यसरी यहाँनिर राई फुराएँ, राई भनौँ न तोरी। अनि यहाँनिर माथिबाट म कडी लिभ राखेँ, कडी पत्ता यो तरिकाले। सो त्यसपछि म यहाँ राखेँ तपाईको जिन्जर अदुवा यसरी चप गरेको जिन्जर राखेँ मसिनरी काटेको। सो त्यसपछि म यहाँनिर हरियो खुर्सानी चप हरियो खुर्सानी। त्यसपछि म यहाँनिर उही सेम चप गरेको प्याजलाई एकदमै बारीक चप चाहिँ नगर्नु होला, हल्का मोटोपना हुनुपर्छ हल्का पोहाको लागि। सो यसरी राखिसकेपछि म यसलाई 1 मिनेटको लागि फ्राई गर्छु। सो यहाँनिर बोइल्ड पोट्याटो यसरी राखियो। अनि चाहिँ स्वाद अनुसार नुन यो तरिकाले आफ्नो स्वाद अनुसार नुन, रेड चिल्ली पाउडर, सो त्यसपछि म यहाँनिर हल्दी पाउडर बेसार पाउडर राखिसकेँ। बेसार पाउडर नि थोरै राख्नु होला, धेरै चाहिँ राम्रो हुन्न। सो थोरै मात्रामा मैले यहाँनिर कोरिएन्डर पाउडर धनिया पाउडर राखेँ। यसलाई म मिक्स गर्छु। यसरी म यसलाई चारैतर्फ मिक्स गरिसकेपछि हाम्रो त्यो अघि नै राम्रोसँग धोएर राखेको जो चिउरा थियो पोहा त्यसलाई म यसमा मिक्स गरेँ। मिक्स गरिसकेपछि हामी बिस्तारै यसलाई चलाउने छौँ, हल्का हातले चलाउने छौँ यसलाई चारैतर्फबाट यो तरिकाले बिल्कुलै। मसलाहरू एकदमै लाइसकेपछि अब हाम्रो लास्ट कन्डिसनमा हामीले चप गरेर राखेको यो अनियन राख्यौँ। अनियन वाला बनाउँदैछु त्यही भएर म लास्टमा यो अनियन राखेँ। अनि कोरिएन्डर लिभ यसरी यो राखेर म यसलाई मिक्स गर्दैछु। सो यति गरिसकेपछि म माथिबाट सुगर एड गरेँ। चिनी हल्का मात्रामा तपाईको 1 टीस्पुन चिनी राख्नु होला। यसले एकदमै स्वादमा चाहिँ एकदमै मिठास ल्याउँछ भनौँ न, पोहा एकदमै राम्रो बन्छ। एकपल्ट ट्राई गरेर जरुर हेर्नुहोस्। सो माथिबाट फ्रेस लेमन कागतीको रस यसरी। अब तपाईको म यहाँ ड्राई फ्रुट राख्दैछु, पिनट्स, सो काजु किसमिस यसरी राखिसकेपछि म यसलाई चाहिँ मिक्स गर्छु यो तरिकाले। यो हाम्रो पोहा रेसिपी हो। यो एकदमै घरमा चाहिँ भनौँ न छिटै नै बनाउन सक्ने एकदमै सजिलो रेसिपी मध्येको एउटा हो। रेडी भइसकेको छ। सो भिडियो राम्रो लाग्यो भने तपाईँ चाहिँ यसलाई लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।